हेलो साथीहरू, आज हाम्रो पोखरा बसाइको तेस्रो दिन। आज पनि हामी बिहान उठ्यौँ, फ्रेस भयौँ, अनि त्यसपछि रेडी भयौँ बाहिर निस्किनुको लागि। आज चाहिँ हामी चेकआउट गरेर निस्क्यौँ किनभने आज हामीलाई काठमाडौँ जानु थियो नि त। अनि काठमाडौँ पनि पुग्नुपर्ने भएर अनि बाटोमा एकछिन सोच्यौँ कहाँ जाने भनेर। घान्द्रुक जानको लागि पनि टाढा थियो, सनराइज हेर्नु नपाउने भएपछि त्यहाँ पनि नजाऊँ भन्ने सुर भएर अनि हामी चाहिँ बागलुङ कालिका दर्शन गर्न जाऊँ न भन्ने सुरले निस्क्यौँ। बाटो हेर्नु न कति राम्रो, साह्रै राम्रो कि मैले यो बाटोको चाहिँ क्याप्चर नगरी बस्नै सकिनँ। अनि बाटोको पनि भिडियो बनाइहालेँ है। अनि आज त यसो सोच्यौँ कि अब हामीलाई भगवान्ले बोलाउनु भयो, भगवती माताले बागलुङ दर्शन गर्न भन्ने जस्तो लाग्यो कि। अनि हामी चाहिँ उतैतिर हान्यौँ अनि बाटोमा गयौँ। कति राम्रो बाटो, कस्तो मनै लोभ्याउने थियो, हरियाली थियो। अब त्यहीँ बस्न त सम्भव थिएन है। मलाई त फेरि त्यहाँबाट गएपछि आउने, मलाई फेरि नेचर एकदम मनपर्ने, त्यहीँ बसिरहँ जस्तो लागेको थियो। तर के गर्नु, बस्न मिलेन। अनि हामी बागलुङ कालिका पुग्यौँ। अनि गेटबाटै हामीले चाहिँ फोटो र भिडियो खिच्नलाई स्टार्ट गरिहाल्यौँ। हेर्नु न, फेरि त्यो नखिच्दा हाम्रो फेरि मनले मान्दैन नि त। बाटो पनि फेरि त्यस्तै राम्रो क्या बागलुङ कालिका जाने। हेर्नु न कति राम्रो, एकछिन हिँड्न पर्ने रहेछ। हिँड्नलाई पनि शीतल त्यो रुखको त्यो हुन्छ नि, सहारीबाट हिँड्न पर्ने, कति राम्रो क्या। हेर्नु न, अनि त्यहाँनिर डोलेहरूले त्यो डोली बोकेको रहेछ, मैले त्यो पनि खिचिहालेँ। अनि अरू पनि भिडियो क्याप्चर गरेँ, खालि त्यही बाटोको खिच्न मन लाग्यो मलाई चाहिँ। अनि खिच्दै गयौँ। अनि मन्दिर पुग्यौँ हामी। अनि मन्दिर पुगेपछि अब दर्शन गर्नु परिहाल्यो मन्दिरको है। दर्शन गऱ्यौँ, एकछिन मन्दिरमा यसो घुमघाम गऱ्यौँ। अनि फोटो भिडियो पनि खिच्नु परिहाल्यो। फोटो भिडियो पनि खिचेपछि अनि हामी फर्केपछि अब कहाँ जाने भने फेरि बागलुङको पुल, भाइरल पुल भन्ने सुन्यौँ। अनि फेरि त्यहाँनिर गयौँ। हेर्नु, पुलमा गएपछि अब फोटो भिडियो नबनाउने त कुरा भएन, बनाइहाल्यौँ। हेर्नु मेरो पारा बच्चा जस्तो यताउता पुल हल्लाउन फेरि साह्रै रमाइलो लाग्छ क्या मलाई। आफू चाहिँ डराउँछु अनि अरूलाई चाहिँ डर लाग्ने गराउनलाई चाहिँ कस्तो मन लाग्छ क्या मलाई। अनि हेर्नु न, त्यहाँ दौडी भिडियो खिचेको छ, भिडियो फोटो खिचेको छ हामी त के। अनि फेरि फर्क्यौँ, त्यसपछि फर्क्यौँ। अब चाहिँ काठमाडौँ पनि पुग्नु थियो, पानी ठुलो परेको थियो। तैपनि अब पानी ठुलै परे पनि हामी चाहिँ गाडी चढेर अनि काठमाडौँतिर